हेलो गाइज सबैलाई नमस्कार साथीहरू। अनि हेर्नुहोस् है साथीहरू, मैले अब खाना खान लाग्छु। अनि आज के बनेछ सब्जी साथीहरू, ल हेर्नुहोस् है साथीहरू, आज आज बहुत दिन बाद बनेको क्या साथीहरू। आज कडी बनेको थियो कि, ल हेर्नुहोस् है। अनि यो कडी पकौडा अनि साथमा कडी बनेछ कि साथी। आज कडी र भात खाने हो कि। भात अहिले मैले ऊ खाएको थिएँ कि, पकौडा खाएको थिएँ थुप्रै आज। आज यसमा अलि पकौडा बनेको थियो क्या साथीहरू, अनि त्यही पकौडा खाइदिएको। अनि भात फेरि आज थोरै खान लाग्छु। ल साथी, मैले खान लागेँ खाना। कस्तो बनेको त कडी? बडा मिठो बनेछ कडी। अनि सला सुरु होइन काटेको आयो कि पर्सो सलाद नखाने भयो। अच्छा। अनि साथीहरू, हाम्रो कामहरू जम्मै खत्तम भइसकेछ। बस अब खाने हो, अब रेस्ट गर्ने हो, फेरि जाने हो दोकानतिर साथीहरू। उठो भएछ। डेली खाना खाना। अच्छा। बडा मिठो। अनि पकौडा के को आलुको पकौडा होइन? म साथीहरू आज गोबी खोज्न गएको, गोबी पाएन क्या आज, फुलकोपी। त्यही भएर आलु र प्याजको पकौडा के आज सन्डे होइन, सन्डे आज मन्डे छ। आज मन्डे यहाँ आएको थिएन। आज गोबी जो त्यो पुरानो गोबी, ओइलाको गोबी मात्रै थियो। अनि त्यो फेरि ल्याउनु मन लागेन। फेरि यो आलु र प्याजको पकौडा बनाएर कडी बनाएको। यो त थुप्रो भएन नखाएको हामीले त। कति दिन बाद भनेको मिठो भने खायो।